खोलाबारी भनेको मादल बजाउनेले मादललाई भेट दिनु होला, झाली बजाउनेले झाली भेट दिनु होला। यहाँ सम्पूर्ण आमा बुवा दिदीबहिनी दाजुभाइहरू हाम्रो यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दिदीबहिनी दाजुभाइहरूलाई धैर्य गरेर बस्नु होला अनुरोध गर्न चाहन्छु। फोटो सेसन पछि लिनेछौँ हामीले। अहिले फोटो खिच्ने बेला भएको छैन। यहाँ दान दक्षिणा अझै कति आउन बाँकी छ, कति घरको आउन बाँकी छ यहाँलाई थाहा छैन। त्यसैले धेरै सबै घरको दान दक्षिणा आइसकेपछि हामी पक्कै पनि फोटो पनि खिच्नेछौँ र सामाजिक सञ्जालदेखि लिएर हामी यहाँहरूको एउटा माया करुणा प्रेरणालाई हामीले एउटा व्यापक रूपमा प्रचार प्रसार पनि गर्नेछौँ। यो आप्रिकवासीले आरुघाट गाउँपालिका वडा नम्बर 5 र 6 आप्रिक निवासी आमा बुवा दिदीबहिनी दाजुभाइहरूले यो स्कुल आधारभूत विद्यालयबाट आयोजना गरिएको देउसी बाली कार्यक्रमलाई गर्नुभएको यो माया प्रेरणा सद्भावलाई हामीले पक्कै पनि हामीले आत्मसात गर्दै यहाँहरूको उज्जवल भविष्य कामना गर्दै हामी अगाडि बढ्नेछौँ। मैले दिदीबहिनी दाजुभाइहरूलाई सम्पूर्णलाई यहाँ उपस्थित भइदिनलाई हार्दिक अनुरोध गर्न चाहन्छु। भन भन भाइ हो, देउछिरी भन, राम्ररी भन, तर्मीलाई कन, देउछिरी भन, तर्मीलाई कन, सबैले भन, निलाई भन, देउछिरी गाउँदै, नाच्दै गाउँदै आज हामी आरो घाट गाउँपालिका चानुमर ओरा तल्लो ठोला खरी भित्ता दुबई तल्को आमा बुबा दिदी बहिनी दाजु भाइहरू तन्द नाचल गाउँ भन भन भाइ हो, सबैले भन, आवाज होइन, आवाज होइन, बेसरी भन, भट्टाउनेको सोरै खापे, सोरै खापे, नबालेको तालै छोपे, भन भन भाइ हो, हाम्रो भाइ, बहिनीहरू निर्दला र नमुना यस्तै सबैजना यतै आउन सबै एउटा जुत्ता हुन जुत्ता हुन हेर्न साथी हेर्न साथी यो गाउँको यो गाउँको आमा बुबा दिदी बहिनी दाजु भाइ कति खुसी कति खुसी खुसी भाइ दण्ड दिन प्रदान गर्दै हुनुहुन्छ यो गाउँको बुद्धि दिदी शिक्षा प्रेमी समाजसेवी व्यक्तित्वमा देउसीले हार्दिक नमन व्यक्त गर्छ हेर्नुहोस् न बाबा हेर्नुहोस् न आमा साना भाइ बहिनीहरू देउसी गीतमा नाच्दै गाउँदै
है आफ्नो स्कुल है राम्रो बनाउन है नमुना स्कुल है बनाउन भने है एकजुट भाका है एकजुट भाका है देउसिरे घाटा है देउसिरे घाटा है कति मिठो है स्वरले घाटा है भन भन भाइ हो है भट्टाउनेको है स्वरै सहे है स्वरै खाते है नतालेको है तालै छोपे है हाम्रो स्कुल है नमुना स्कुल है नमुना स्कुल है बनाउन लाग्थ्यो है बकेर खाएको है बार हेर्नुहोस् है अस्तिको झन्डा है बाँधेर बोके है आएको हामी है हाम्रो स्कुल है स्कुलमा है पढ्ने भाइ है बहिनीहरूलाई है जाडोमा लाउने है ट्र्याकसुट जाने है विद्यालय पोसाक है व्यवस्था गर्ने है हाम्रो लक्ष्य है हाम्रो लक्ष्य है विद्यालय है पढ्ने भाइ है प्रदान गर्ने है हाम्रो है यस्तै माथि है अहिलेको युगमा है अहिलेको युगमा है कैसे पढ्न है प्रविधिमा है अब्बल बनाइ है उज्जवल जीवन है बनाउनलाई है बनाउनलाई है उद्देश्य राखे उद्देश्य राखे है आयो हामी है आयो हामी है भ्रमण भयो है चारै तरफ है पूर्व पश्चिम है उत्तर दक्षिण है चार दिशाबाट है चार दिशाबाट है नर्दै गाउँदै है आएको हामी है आएको हामी है आएको हामी देउसी खेल्दै हजुरको दैलो कति राम्रो भइरहेको रमाइलो भैलो हजुरको दैलो खबर चाहिँ भइरहेको के सारो खुसी के खुसीमा मारे सान बुर्को से के सारो खुसी के खुसीमा मारे सान बुर्को से धनका मलाई फुलाई को Bye.
को लक्षिणा दक्षिणा कतै को लक्षिणा इसको ले राखी छ बनाउनलाई कति घर बाँकी छ इसको राखी छ बनाउनलाई कति घर बाँकी छ यो हाम्रो लाछे कता गए मैला देश हाम्रो लाछे कता गयो मैला देश यसै गरी हाँसेर बस्नलाई आउनु हजुर रमाउँदै नाच्नलाई हाँसेर बस्नलाई आउनु हजुर रमाउँदै नाच्नलाई दक्षिणा हामीले लिएको हजुरहरूलाई के दुःख दिएको दक्षिणा हामीले लिएको हजुरहरूलाई के दुःख दिएको मनकामनालाई फुलाइको डोली माया डोलाई के खाइको सेल यो सालहानी आफ्रिकमा आएको हाँसी खुसी रमाइलो भइरहेको यो सालहानी आफ्रिकमा आएको हाँसी खुसी रमाइलो भइरहेको आदरणीय
प्रवेश गरिसके। हामीसँग धेरै समय छैन। मैले आदरणीय दाइहरूसँग पनि सल्लाह गरिरहेको छु। खाना खाने बित्तिकै हामी जान्छौँ होला भनेर त्यही सहमतिमा आज फेरि पनि छिटोभन्दा छिटो दान दक्षिणा आइसकेको छ। अझै आउनु बाँकी छ भने आउनु होला, ल्याइदिनु होला। यो ग्रह दशा यो दान गर्नु होला। यहाँहरूलाई फलोस् फुलोस्, यहाँहरूको एउटा सुख शान्ति समृद्धि कामना गर्दछौँ। हामीले यो हजुरहरूले दिएको दान दक्षिणा पक्कै पनि हामीले दुरुपयोग गर्ने छैनौँ। हामीले भनिसक्यौँ, हाम्रो प्रतिबद्धता हो, यो हाम्रो बाचा हो। हामीले आफ्नो सानसाना भाइ बहिनीहरूको भविष्य निर्माण गर्नको लागि हामीले यो कार्यक्रम ल्याएका हौ। त्यसैले यहाँहरूले हामीलाई दान दक्षिणा दिनुभएको छ। मैले राम रमाइलो एउटा गीत हुँदै गर्दा मैले यहाँहरूको लिदिनु भएको यो दान दक्षिणा मैले पढेर सुनाउन चाहन्छु। यहाँहरूले सबैले ध्यान दिएर सुन्नु होला भन्न पनि चाहन्छु। यति बेला मेरो हातमा चिट आइसकेको छ। यहाँहरूले हामीलाई दिनुभएको दान दक्षिणा आफ्रिकीय तल्लो गाउँमा यतिखेर हामी रमाइरहेका छौँ। यहाँहरूले हाम्रो यो देउसी भैलोको मर्मलाई बुझेर धेरै दान दक्षिणा गरिरहनु भएको छ। यहाँहरूले हामीलाई धेरै माया गरिरहनु भएको छ। त्यसको लागि हामी सधैँभरि यहाँलाई मनमा राख्दै एउटा हामीलाई सम्झिने वातावरण बनाउनु भएको छ। त्यस कारणले हामीलाई यतिखेर आफ्रिक तल्लो गाउँवासी जीवन गुरुङबाट हामीलाई रु 3000 रुपियाँ प्राप्त भएको छ। यहाँहरू सम्पूर्णले जोडेर तालिने उहाँलाई सम्मान गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को मनको धनी हुनुहुन्छ बुद्धिमान गुरुङ, उहाँले हामीलाई रु 1000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँले पनि जोरदार तालीद्वारा सम्मान गर्न चाहन्छु। यसै गरी अर्को मनको धनी हामीसँग जोडिनु भएको छ खेमबहादुर गुरुङ, जसले हामीलाई रु 4000 रुपियाँ प्रदान गर्नुभएको छ। यो भविष्य होस् भनेर उहाँले प्रदान गर्नुभएको छ। उहाँले पनि सम्मान गर्न चाहन्छौँ। यसै गरी हामीलाई अर्को मनको धनी लालमाया गुरुङबाट हामीलाई रु 1000 रुपियाँ प्राप्त भएको छ। उहाँले पनि जोरदार तालीद्वारा सम्मान गर्न चाहन्छौँ। यसै गरी अर्को मनको धनी हुनुहुन्छ सुनिता गुरुङ, उहाँले हामीलाई रु 1000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि जोरदार तालीले सम्मान गर्न चाहन्छौँ। यसै गरी अर्को मनको धनी माया गुरुङले पनि हामीलाई रु 1000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र सम्मान गर्न चाहन्छौँ। यसरी नै यही आफ्रिक तल्लो गाउँ निवासी काली गुरुङबाट पनि हामीलाई रु 1000 रुपियाँ प्राप्त भएको छ। उहाँलाई पनि जोरदार तालीद्वारा सम्मान गर्न चाहन्छौँ। यसै गरी अर्को मनको धनी आरती माया गुरुङबाट पनि हामीलाई 1000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि जोरदार तालीले सम्मान गर्न चाहन्छौँ। यसै गरी हाम्रो अत्यन्त मनको धनी अर्को व्यक्तित्व रेजबहादुर गुरुङबाट पनि हामीलाई 1100 रुपियाँ प्राप्त भएको छ। उहाँले पनि जोरदार तालीद्वारा सम्मान गर्न चाहन्छौँ। यसै गरी अर्को मनको धनी आशा गुरुङबाट पनि हामीलाई रु 1000 प्राप्त भएको छ। उहाँहरूलाई पनि म जोरदार तालीले सम्मान गर्न चाहन्छु। यहाँहरू हुनुहुन्छ मनको धनी यो व्यक्तिगत रूपमा आएको छ भन्ने मलाई लाग्छ। तर हामीले आफ्रिकामा यो देउसीवाला कार्यक्रम लिएर आउँदैछौँ भनेर हामीले यहाँ 5वटा महिला समूहले एउटा क्लब गरी 6वटा समूहलाई चिठी पत्र पठाएका थियौँ। सोही अनुरूप यहाँले हामीलाई महिला समूहले क्लबले यहाँको बुद्धिजीवी समाजसेवी शिक्षा प्रेमीहरूले आफ्नो तह र तत्त्वबाट सहयोग गर्नुभएको छ। त्यसको लागि हामी यो देउसी भाइ यो हाम्रो स्थूलादय अङ्ग्रेज विद्यालय सधैँ हजुरहरूको ऋणी हुनेछ। त्यसै कारणले हामीलाई यतिखेर मखमली आमा समूह आफ्रिक खोलापारी चण्डीथान मखमली आमा समूहबाट हामीलाई रु 25,000 रुपियाँ हाम्रो जोरदार तालीले सम्मान गर्न चाहन्छु।
चाहन्छौँ रु 25,000। यसै गरी आरुवाड गाउँपालिका वडा नम्बर 6 मा पर्ने यो तल्लो गाउँ तल्लो टोलबाट यहाँ 14 घर रहेको छ भन्ने मैले बुझेको छु। म पनि 6 नम्बर वडाकै भएर यहाँ गाउँमा कति घर बेरी छ भन्ने पनि मलाई थाहा छैन। तैपनि आज यो माहौल लिएर आउँदै गर्दा म यो आफ्रिकाको भूमिमा धेरै रमाएँ, धेरै नाचेँ, धेरै दिदीबहिनी दाजुभाइसँग चिन्जान गर्ने मौका पनि मिल्यो। यदि म त्यो क्याम्पथलीमा भारत सिलिकोटको क्याम्पथलीमा नपढाएको भए, त्यो स्कुलमा नभएको भए म आउन पाउने थिएन होला। यो मेरो अत्यन्तै एउटा गर्वको विषय बनेको छ। त्यसै कारणले यो तल्लो गाउँबाट 14 घरबाट हामीलाई रु 14,000 रुपियाँ प्राप्त भएको छ। यहाँहरूलाई पनि धन्यवाद हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यसै गरी हामीलाई अर्को मनको धनी जोडिनु भएको छ। टेकबहादुर गुरुङ उहाँले हामीलाई 1120 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै आभार प्रकट गर्न चाहन्छौँ। अब यहाँ उपस्थित हुनुभएका सम्पूर्ण बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी, आमा बुवा दिदीबहिनी दाजुभाइहरू अझै मनको धनी हुनुहुन्छ भने यहाँहरूले हामीलाई माया गर्न सक्नुहुन्छ। यहाँहरू मायाको खानी हुनुहुन्छ, हामीलाई अचम्मै माया गर्नुभएको छ। यहाँहरूलाई धेरै दुःख दियौँ हामीले, धेरै पीडा दियौँ हामीले, तैपनि हामी तपाईँहरूलाई खुसी दिने पनि जमर्को गऱ्यौँ। के कति दिन सक्यौँ, विद्यालयले के कति कार्यक्रमहरू ल्याउन सक्यो, यो कुरा तपाईँहरूले मूल्याङ्कन गर्नुभएको छ। अब यो नाचेर रमाएर मात्र होइन, हामीले यो कार्यक्रमबाट उठेको रकम पक्कै पनि विद्यालयलाई राम्रो बनाउनलाई हामीले प्रयोग गर्नेछौँ। यो रकम दुरुपयोग हुने छैन। यो प्रतिबद्धता पनि तपाईँहरू बिचमा राख्न चाहन्छु। त्यसैले यदि मनको धनीहरू हुनुहुन्छ भने अझै पनि दान गर्न सक्नुहुन्छ। यो कात्तिके दान भन्दै मैले अहिले फेरि यो देउसी भोलि गीतलाई अगाडि जोड्न चाहन्छु। धन्यवाद। धन्यवाद आदरणीय आफ्रिक टोलवासी आदरणीय आमा दाजुभाइ दिदीबहिनीहरू, यहाँको यो योगदान, यहाँको यो दान दक्षिणाले साँच्चै हाम्रा विद्यार्थी भाइहरूको शैक्षिक पाटोमा एउटा इँटा थप्ने काम गरेको छ। यो हामीले महसुस गरेका छौँ। एउटा क्याम्पथलीवासी सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, यो खालको एउटा मेजोरिटी यहाँहरूको टिम मिलेर यहाँहरूको गाउँठाउँमा हामीले सुख दुःख सार्दै यहाँहरूबाट दान दक्षिणा सङ्कलन गरेर यो पावन दिवालीको अवसरमा हामीले एउटा चाडपर्व मनाउने निम्ति विद्यालयको एउटा आर्थिक सङ्कलन गरेर विद्यालयमा विद्यार्थी भाइ बहिनीहरूलाई विभिन्न तरिकाले सहयोग गर्नको लागि पनि यो खालको मौका जुटेको हो भन्ने जानकारी दिन चाहन्छौँ। अबको क्रममा भने लगभग अब हामी यो कार्यक्रममा बिस्तारै अब अन्त्यतिर लाग्न गइरहेका छौँ। अबको चरणमा देउसी भैलो समर्पणको लागि, यो इस्लाम समर्पणको लागि अगाडि बढ्नु